Hello everyone, welcome back to Atit Pritika Vlogs. So आज चाहिँ म र दिदी चाहिँ गोर्खे बजार घुम्न जाँदैछु जो चाहिँ सेवक रोडको आनन्द लोकको अपोजिट साइड छ हो। दिदी चाहिँ रेडी हुन आँटेछ, म चाहिँ रेडी पनि भइसके। सो हेर्दै गर्नुहोस्, अब चाहिँ हामी त्यहाँ गएर देखाउँछु कस्तो खालको लाग्दैछ। म पनि गएको छुइनँ, आज फर्स्ट टाइम जान आँटेको। याद चाहिँ छ लाग्छ भनेर, तर गएको चाहिँ थिइनँ। आज चाहिँ ठिक्क दिदीले जाउँ भन्नुभयो, अन्त चाहिँ हामी जानु आँटेको। म चाहिँ रेडी भइसकेँ, दिदीले चाहिँ रेडी भइसक्नु आँट्यो हो। अब चाहिँ हामी निस्केको गएको, हामी चाहिँ गएको गोर्खे बजार। हामी चाहिँ अब गाडीमा चढ्नु आँटेको, तर टोटै आएको छैन हो। अट्छ टोटोमा चढ्नु आँटेको हो। हामी चाहिँ जाँदैछु, यो चाहिँ अटोमा चढिरहेको छु हामी हो। अब पुग्नु आँटे भन्दा पनि भयो। लु हामी चाहिँ गोर्खे बजार आइपुगे हो। कस्तो टाइपको छ आज हामी, म पनि फर्स्ट टाइमै आएको। सो अब हेरौँ कस्तो रहेछ हो। हेर्दै गर्नुहोस्, साइडमै आनन्द लोक पनि छ। सानो पो लाग्दो रहेछ बा, सानो पो रहेछ। मैले त जस्तो देखेको मलाई लाग्यो पुरा ठुलो होला। म पनि त ठुलो सोचेको थिएँ नि, मलाई के थाहा। बुक्सहरू रहेछ यहाँ हो, त्यो उयोहरू रहेछ। दादा आउनुहोस्, हेर्नुहोस् सनफ्लावर भएको ब्यागहरू रहेछ। सबै आफ्नै हातले बनाएको रहेछ। उताबाट निस्क्यौँ न त, उताबाट जानु पर्ने न। त नानीहरूको पुरा खेल्ने रहेछ नि। यो त अरू बेलाको रङ साइड आइसु नि त, यताबाट रहेछ खास चाहिँ। अहिले आउँदा हेरौँ न, अहिले जाउँ न, पहिला चाहिँ उयो गरिहाल्छु। यहाँ चाहिँ फुलहरू पनि रहेछ हो। राम्रो राम्रोहरू रहेछ, बादमा हेर्छु हो। छेउमा गएर चाहिँ अहिले चाहिँ भिडियो सुट गरिहाल्छु हो। सबै कुराहरू रहेछ, लुगाहरू पनि रहेछ। अघि चाहिँ हामी यता रङ साइड आएछौँ नि त, यताबाट आएर चाहिँ सानो लागेको, भरे ठुलै लाग्दो रहेछ हौ। यहाँ चाहिँ कोदोको फापरको के मकैको बिस्किटहरू रहेछ हो। टेस्ट गर्नुपर्छ अहिले। बडा सामान रहेछ, मेरो एरियाबाटै आएको यो सामानहरू चाहिँ जति पनि देख्दैछ। मेरो घर चाहिँ हिल साइडमै भएर क्या, यो कर्सियङबाटै आएको रहेछ। यहाँ त कर्सियङ भनेर पनि लेखिरहेको रहेछ। अन्त छुर्पीहरू हेर्नु त किन रहेछ हो। पुरा भिड पनि हुँदो रहेछ, मान्छे पनि पुरा रहेछ हो। के हो त्यो? म त यहाँ चाहिँ दही मही लस्सी पाउँदो रहेछ। सब चिजहरू रहेछ यहाँ। सेलरोटी बनिँदै रहेछ है, सेलरोटी पनि खतरा रहेछ नि त। दियो लानुपर्छ अहिले।
कोदोको पनि हुँदो रहेछ सेलरोटी है यो कालो पर्छ के हो यो अहिले खाने कि बादमा? ए बादमा खाऊँ न अहिले मेरो खाना पचिहाल्छ त्यो अहिले त्यो ट्राई गरौँला के रहेछ त्यो फम्मी भन्ने खानु सक्दिनँ म के हो त्यस्तो उयो कालिम्पोङमा मेरो साथीले पुरा खान्थ्यो कि सक्ने लत परेको हुन्छ मुङ दालको हुन्छ त्यो पकौडा हेरेर चिकन खानु पर्छ कत्रो ठुलो नमस्ते दादा पाउलिँदा गरेको अहिले यो कस्तो मजाको देखेको मोमो सबै ट्राई गर्नुपर्छ उयो झोल मोमो खाउँला अहिले अत्रै रहेछ दि ठुलो रहेछ नि त एकदम ठुलो रहेछ यहाँ सेकुवा रहेछ यो चाहिँ कालिम्पोङबाट आएको रहेछ के पाउँदो रहेछ नि त यहाँ होला भनिदिइराख्नु न यता हेर्नु त होइन यहाँ मेरो भिडियोमा भरे भेट भयो बन्धु यहाँनिर हामी चाहिँ अब कोदोको मोमो टेस्ट गर्नु आँटेको छु यो दिदीलाई कस्तो लाग्यो मिठो भएन अरे भन्दैछ हो अब नेक्स्ट टाइपहरू कोदोको मोमो मलाई चाहिँ मन परेन को युज गर्दाखेरि गयो तपाईँको कोदोको मोमो चाहिँ त्यस्तो मिठो हुँदैन रहेछ अब चाहिँ झोल मोमो खाने त्यस्तो हुन्छ पुरा भिड यहाँनिर कहाँ देखायौ नि मेरो पनि लाग्दैन गाइस यो चाहिँ झोल मोमो वाउ हेर्दा दामी देख्दैछ अब कस्तो छ म टेस्ट गरेर भन्छु है ल चिकनवाला अरे अब हामी चाहिँ यो चिकनवाला ट्राई गर्न आँटेको छु दिदीले अब दामी बनाएर दिएको होला टेस्ट गर्ने हामीलाई कस्तो छ ए आलुकै त बनाएको रहेछ है हामी चाहिँ फर्केको गाइस गोर्खे मेलाबाट गोर्खे बजारबाट साग ल्याए हामीले अहिकै अटोवालालाई भेट्छु ठिक्कै हो जाँदैछु चेकपोस्टमा चाहिँ हामी चाहिँ अन्त सालुगडासम्म जान्छ यो टोटो चाहिँ हो आइपुग्यो हामी चाहिँ सालुगडा बजार गोर्खे बजार घुमेर पनि आइसकेँ हप्तो भयो मजा आयो गोर्खे बजारमा मजा आयो तिमीले त केही मन पराएन मैले त मन परेँ लास्टको चिकन चाहिँ टेस्टी थियो उसले खाएन मलाई उयो भएछ त हामी चाहिँ घर आइपुगेँ गोर्खे बजार त अब राम्रो रहेछ त्यस्तो ठुलो पनि होइन सानो पनि होइन ठिक्कैको पुरा खानेकुराहरू चाहिँ बेसी नै पाउँदो रहेछ तर मलाई त त्यस्तो खानेकुरा केही पनि मन परेन सब प्रायः टेस्ट गरेँ तर मलाई चाहिँ मन परेन हो त्यो के सामानहरू चाहिँ राम्रो राम्रो रहेछ त्यहीहरू चाहिँ मन पर्यो अन्त मैले चाहिँ छुर्पी ल्याएँ भक्कु भनेर मलाई चाहिँ यो पुरा मन पर्यो छुर्पी अन्त छुर्पी लिएर आएँ मैले अन्त यो पनि किनेँ यो चाहिँ मेरो यो चाहिँ दिदीको आजलाई यति नै बाइ बाइ गाइस थ्याङ्क यू फर वाचिङ अब चाहिँ म सुत्न आँटेको गुड नाइट सबैजनालाई अन्त लाइक कमेन्ट सेयर गर्नु चाहिँ कसैले पनि नभुलिदिनुहोस् होला है बाइ बाइ